नेपालका हिमाल जतिकै अग्लो नाम, तर हृदय सधैँ सामान्य गाउँको मान्छे जस्तो। संसारका करोडौं मानिसका आँखामा उज्यालो फर्काइदिने एउटा नाम, उनी हुन् डाक्टर सन्दुक रोहित। आजको गहिरो कथा हामी लिएर आएका छौं। आँखाको देवता भनेर चिनिने व्यक्तित्व डाक्टर रोहितको जीवन, सङ्घर्ष र योगदान। डाक्टर सन्दुक रोहितको जन्म सन् 1954 ताप्लेजुङको ओलङचुङ्गोला भन्ने दुर्गम गाउँमा भएको हो। यो गाउँ समुद्र सतहदेखि करिब 3600 मिटरको उचाइमा रहेको चीन र भारत नजिकको सीमा क्षेत्रमा पर्छ। गाउँमा सडक थिएन, विद्यालय थिएन, अस्पताल त कल्पना गर्न नसकिने कुरा। उनका आमा बुवा सामान्य किसान थिए। सानो गाउँमा रोग लागेपछि उपचार गर्ने कुनै सुविधा नभएकाले धेरै मानिस अकालमै मर्ने गर्थे। उदाहरणका लागि सन्दुक रोहितका आफ्नै दिदी सानो उमेरमै टाउकोमा भएको सामान्य रोगकै कारण ज्यान गुमाइन्, किनभने उपचार उपलब्ध थिएन। यसले सन्दुकलाई गहिरो चोट मात्र दिएन, जीवनमा केही फरक गर्ने संकल्प पनि जगाइदियो। सन्दुकको परिवार आर्थिक रूपमा कमजोर थियो, तर उनका बुबा उनलाई पढाउनु पर्छ भन्ने निर्णय गर्छन्। 10 दिन हिँडेर उनी धरान आइपुगे। पढ्ने सपना लिएर उनले धरानको विद्यालयमा पढ्न थाले। पढाइमा असाध्यै मेधावी थिए। पछि उनले भारतको दार्जिलिङमा पनि पढाइ जारी राखे। त्यहाँबाट त्रिभुवन विश्वविद्यालय काठमाडौँमा MBBS गर्न पुग्दा उनी देशका उत्कृष्ट मेडिकल विद्यार्थी मध्ये एक बने। उदाहरण, उनका साथीहरू भन्छन्, रोहित किताब खोल्दा शब्द मात्र पढ्दैनन्, उनी जीवन बुझ्छन्। MBBS सकेपछि उनले आँखाको उपचारतर्फ रुचि देखाए। त्यस समयमा नेपालका लाखौं मानिस आँखा गुमाइरहेका थिए, विशेष गरी मोतीबिन्दु कारण। तर मोतीबिन्दुको उपचार त्यति बेला महँगो थियो। एकजनालाई मोतीबिन्दु अपरेसन गर्न $200 भन्दा बढी खर्च लाग्थ्यो। नेपाल जस्तो देशमा यस्तो खर्च तान्न सम्भव नै छैन। यो देखेर रोहितले संकल्प गरे, म गरिबको लागि आँखा निको पार्ने उपाय सस्तो र सजिलो बनाउँछु। सन्दुक रोहितलाई अस्ट्रेलिया जान अवसर मिल्यो। त्यहाँ उनले विश्व प्रसिद्ध नेत्र विशेषज्ञ फ्रेड होलोजसँग काम गर्ने मौका पाए। होलोज स्वयं गरिबका लागि उपचार सस्तो बनाउने सोचका थिए। सन्दुक रोहित र होलोज बीच गहिरो गुरु शिष्य सम्बन्ध बन्यो। उनीहरूले मिलेर यस्तो योजना बनाएका थिए, गरिब देशका लागि गुणस्तरीय आँखा उपचार प्रविधि बनाउनु पर्छ। उदाहरणका लागि एक दिन होलोजले भनेका थिए, सन्दुक, आइज अफ द पुर डिजर्भ द बेस्ट क्वालिटी, नट सेकेन्ड ह्यान्ड। यो वाक्य सन्दुकको जीवन दर्शन नै बन्यो। नेपाल फर्किएपछि सन्दुक रोहितले नेत्र अस्पताल स्थापना गर्न सहयोग गरे। त्यहाँ उनले स्थानीय रूपमा नै इन्ट्राकोलर लेन्स उत्पादन सुरु गरे। पहिलो यो लेन्स विदेशबाट ल्याउँदा $200 पर्थ्यो, तर रोहितले नेपालमै बनाउन सुरु गर्दा लागत घटेर $3 देखि $5 मात्र भयो। यसरी उनले गरिबको पनि उपचार पाउन सक्छ भन्ने कुरा सम्भव बनाए। उनले हाई भोल्युम क्याटरेक्ट सर्जरी नामक प्रविधि प्रयोग गरे। एकै दिनमा 100 बिरामीको मोतीबिन्दु हटाएर नयाँ लेन्स राखिदिए। यो प्रविधि अहिले 60 भन्दा बढी देशमा प्रयोग भइरहेको छ। डाक्टर रोहितलाई ठूला शहरमा मात्र सीमित बस्न मन थिएन। उनी हिमाल पहाडका दुर्गम गाउँसम्म पुग्थे। 1990 को दशकमा उनले मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला जस्तो ठाउँहरूमा पुगेर हजारौं मानिसहरूलाई निशुल्क अपरेसन गरे। त्यहाँका वृद्ध वृद्धाले उनलाई आँखा दिने भगवान भनेर सम्बोधन गर्न थाले। अफ्रिका, एसिया, लाटिन अमेरिका सबै ठाउँमा उनका बिरामी छन्। सन् 2016 मा उनलाई एसिया नोबेल प्राइज दिइयो। बेलायतले उनलाई अर्डर अफ द ब्रिटिश इम्पायर पनि प्रदान गर्यो। टाइम म्यागजिनले उनलाई हिरो अफ एसिया भनेर सम्मानित गर्यो। उनी भन्छन्, म अस्पतालमा शल्यक्रिया गर्दा पाउँछु जीवनको सबैभन्दा ठूलो आनन्द। उनकी श्रीमती डाक्टर एला रोहित पनि चिकित्सक हुन्। दुवै मिलेर जीवनलाई समाज सेवामा समर्पित गरेका छन्। रोहित प्राय बिहान 5 बजे उठ्छन्, दिनभर अस्पतालमा शल्यक्रिया गर्छन्। बेलुकी उनी साधारण खाना खान्छन्, सामान्य घरमा बस्छन्। धन सम्पत्ति भन्दा सेवा नै ठूलो सम्पत्ति हो भन्ने उनी मान्छन्। आजसम्म उनले 1 करोड भन्दा बढी मानिसको आँखामा उज्यालो फर्काइदिएका छन्। नेपालमै मात्र होइन, संसारका कुना काप्चामा उनका शिष्यहरू अपरेसन गर्दैछन्। एउटा अफ्रिकी बिरामी जसले 20 वर्ष अन्धोपन सह्यो, रोहितको अपरेसन पछि फेरि दृष्टि पायो। त्यो व्यक्तिले पहिलो पटक आफ्ना नाति नातिनीको अनुहार देख्दा आँखाभरि आँसु रोक्न सकिन। डाक्टर सन्दुक रोहित केवल चिकित्सक मात्र हैनन्, उनी मानवताको प्रतीक हुन्। उनी प्रमाण हुन्, सपना, सङ्घर्ष, समर्पणले संसार परिवर्तन गर्न सक्छ। हिमाल जस्तै अटल, आँखा जस्तो न्यानो डाक्टर सन्दुक रोहित, उज्यालो दिने जीवनभर समर्पित नायक। आजको लागि यति नै, भेट्नेछौँ अर्को भिडियोमा।